समग्रमा अब धेरै पछाडि हैन हाम्रो चाहिँ लगभग जुन जुलाईबाट चाहिँ अब हाम्रो टिमको ट्रेनिङ चाहिँ खासै पनि भएको थिएन। तैपनि अब एउटा एक्सपिरियन्सले प्लेयरहरूले चाहिँ राम्रो खेलेर सबैजनाले आफ्नो साइडबाट र मिना पनि आएर झन् अलिकति स्ट्रङै भएको छ है। त्यो हिसाबले सबैले राम्रो गरेको छ, सबैले आफ्नो ठाउँबाट सबैले राम्रो गरेको छ। यति एक्सपिरियन्स प्लेयरहरू थिए हामीसँग, तैपनि त्यहाँ धेरै ल्याकिङहरू देखिरहेको थियो। के कारण चाहिँ के होला? यस्तो अब यो चाहिँ मैले अघि भने नि हाम्रो टिम ट्रेनिङ चाहिँ धेरै भएकै छैन हैन। अब एउटा अब यतिसम्म आज खेल्यो, अब हिजो अस्ति म्याचको एक दिन अगाडि राति बिहान 2 बजी आइपुगेको छ हैन। त्यही पनि यतिसम्म आएर जस्तो राम्रो खेले सबैजनाले आफ्नो ठाउँबाट। अब हाम्रो अब बिस्तारै अब 4-5 दिन बाँकी छ। अब नेक्स्ट म्याचमा चाहिँ हामी के सुधार्छौँ। उनीहरूसँग हामीले खेलाउने भन्ने कुरा चाहिँ भएको हो है। तर अब टेक्निकल प्रब्लमले गर्दाखेरि उनीहरू चाहिँ खेल्न पाएनन्। त्यसलाई चाहिँ के भन्नु भने अब अन्डरस्ट्यान्डिङ दुईजनाको अलिकति नमिलेर हाम्रो नआएको त्यही हो। पृथ्वीराई फरेन लिगमा खेलिराख्नु भएको छ लामो समयसम्म। लिगमा पनि टिम पृथ्वीराईमा काइन्ड अफ डिपेन्डेन्ट जस्तै देखिन्थ्यो मिडफिल्ड लाइन विशेष गरी। अहिले पृथ्वीराईको अभाव कतिको छर्केको छ? यस्तो अब त्यो साम्बा पृथ्वीराईको त अब भनिहालेँ मैले, हाम्रो क्लबमा मात्र नै इभन नेसनल टिममा पनि छ होइन। त्यही पनि उनीहरूको अल्टरनेटमा हाम्रो रेणुका र सरुले राम्रै खेलिरहेको छ आफ्नो ठाउँबाट। मिडफिल्डमा खासै त्यस्तो प्रब्लम मैले देखिनँ। उनीहरूको कस्तो भने इमर्जिङ प्लेयर हो होइन, राम्रै गरिरहेको छ। अब आज पनि राम्रो खेल्यो आफ्नो ठाउँबाट होइन। अलिकति पनि हाम्रो ब्यालेन्स डिफेन्सिभमा चाहिँ अझै अलिकति हामीले काम गर्नै बाँकी नै छ अझै। तैपनि उनीहरूले आफ्नो इन्डिभिजुअल्ली अब आफ्नो चाहिँ पर्फर्मेन्स राम्रै गरेछ। लास्ट टाइम मिना देउरा चाहिँ मिसबाट तपाईँकै टिमसँग जहाँ प्रोग्राममा चाहिँ फाइनलमा विनिङ गोल तपाईँहरूलाई नै स्कोर गरेर सो तपाईँहरूले क्लबमा ल्याउँदै गर्दा चाहिँ आजको जुन एकदमै राम्रो पर्फर्मेन्स एक्सपेक्टेसन त्यही कसरी लिइरहेको? यस्तो हामीले चाहिँ ऊ पनि इमर्जिङ प्लेयर नै हो होइन, नेसनल टिममा भर्खर डेब्यू गरिरहेको छ। त्यो हिसाबले पनि लिगको पर्फर्मेन्स प्लस अरू मोब्सलको गेमहरूको पर्फर्मेन्सले गर्दाखेरि चाहिँ हामीले अब हामीलाई चाहिँ एकजना स्ट्राइकिङ लाइनमा अलिक कमजोरै भएको भएर, कमजोर त नभनौँ अलिकति कमी देखेर हाम्रो उसमा लिएको हो, जो अहिले प्रुभै गरिहाल्यो होइन। राम्रै खेल्यो। हजुर विश्वस्तै थियौँ हामी, किनकि अब भर्खर 2टा इन्टरनेसनल म्याच पनि खेल्न आएको थियो। लास्ट टाइम इन्डोनेसिया र उस चाइनिज ताइपीसँग होइन। हाम्रोमा अलिकति ल्याक भनेको चाहिँ अब टिम ट्रेनिङ चाहिँ अलिकति नभइरहेको भएर मात्र हो, नत्र टिममा त्यस्तो प्रब्लम चाहिँ छैन। ऊ चाहिँ मोस्ट प्रोबेबली यो थ्रु आउट द टुर्नामेन्ट नै खेल्न सक्दैन होला। गीता र सविताको चाहिँ अब अरू प्लेयर चाहिँ अब अलमोस्ट फिटै छ। हस्, थ्याङ्क यू।